हेलो हेलो गाइज, आजको यात्रा हाम्रो काउसती 1 रेठे पानीबाट काउसती 11 नम्बर वडा हुँदै नारायणी खोलातिरको घुमघाम यसो घुम्ने कार्यक्रम चलिरहेछ। आज हाम्रो आजको यात्रा हाम्रो विशेष गरी जाल खेल्ने कार्यक्रम, माछा मारौँ कि भन्ने पनि हाम्रो प्लानिङ। धेरै टाढा आएर आज माछा मार्ने कार्यक्रम गर्दै 3 जना हामी 3 भाइ भएर हिँडिरहेका छौँ। मोटरसाइकलमा कुदिरहेछ। हरियाली वन, नेपालको धन भने जस्तै चट्ट हरियाली वन जङ्गल पनि छ। घुमिरहेछौँ हामी सरररररर जिन्दगानी दर्पण छाया भइरहेछ। काउसती 1 मा अवस्थित हाम्रो टिकघारी, त्यसपछि सिसौघारी पनि भन्ने चिनिन्छ यहाँ। काउसती 1 मा रहेको यो चाहिँ नि हाम्रो लोका स्थित मन्दिर पनि छन्। मन्दिर मन्दिर राजमार्ग ट्याक्कै सँगै जोडिएको छ। हुँदै लोकाहा यहाँदेखि चाहिँ नि मन्दिर राजमार्ग पश्चिम यता, अनि त्यसपछि चाहिँ नि पूर्वतिर यताबाट, अनि त्यसपछि हामी चाहिँ नि यहाँबाट चाहिँ नि सिधै चाहिँ नि तपाईँको दक्षिण लाएर नारायणी खोलाको तीरतिर पुग्नेछौँ आजको यात्रा। काउसती 11 प्रवेश, अनि त्यसपछि चाहिँ नि यहाँबाट कुडौली भन्छ, कुडौली, अनि त्यसपछि हुँदैछ र पुरै तपाईँको यतातिर चाहिँ नि राम्रो बाटो पिच पनि छ। यतातिर हाम्रो 1 नम्बरतिर जस्तो छैन, यतातिरको विकास अलिक तीव्र गतिमा भएको रहेछ। मन्दिर राजमार्ग हजुरको पश्चिमतर्फ र पूर्वतर्फबाट गाडीहरू आवत जावत पनि यहाँडै टक्का हुन्छ। हामी चाहिँ यहाँबाट दक्षिण लागेर तपाईँको चाहिँ नि बुढौली कुना हुँदै तपाईँको सरर हामी नारायणीको तीर पुग्नेछौँ। हजुरहरू बिस्तारै हेर्नुहोला, भिडियोलाई अन्तसम्म हेर्दै गर्नुहोला। हामी भने हावाको बाटो सरर लाग्दैछौँ है त गाइडहरू।